आज म एउटा रचना भन्न गइरहेको छु। यो रचना खासमा गजल हो कि कविता हो कि के हो थाहा छैन। मैले रचना लेख्दा के बनाउनु थाहा छैन, तर मेरो मनको एउटा भाव एउटा प्रस्तुति म यहाँ माझ दिन गइरहेको छु। ध्यान दिएर सुनिदिनु होला, प्रतिक्रिया दिनु होला। यसको मैले शीर्षक राखेको छु अतिको। अब यहाँबाट सुरु हुन्छ। आऊ जनविद्रोहको एक झिल्का सल्काऊ, आऊ जनविद्रोहको एक झिल्का सल्काऊ, अभाव गरिबी र निराशा खरानी बनाउने एक झिल्का सल्काऊ। आऊ जनविद्रोहको एक झिल्का सल्काऊ। देशलाई अति भारी भयो प्रमितीय शासकहरूको रमितीय शासन। देशलाई अति भारी भयो प्रमितीय शासकहरूको रमितीय शासन। विधिमा चल्ने देश बनाउन आऊ एक झिल्का सल्काऊ। आऊ जनविद्रोहको एक झिल्का सल्काऊ। समाज कार्यालय न्यायालय र चारैतिर अति भो व्यथिति। समाज कार्यालय न्यायालय र चारैतिर अति भो व्यथिति। थिति बसाउने रीत निर्माणका निम्ति आऊ एक झिल्का सल्काऊ। आऊ जनविद्रोहको एक झिल्का सल्काऊ। आऊ लेखेरै ढाल्दिम प्रमितीय शासकहरूको रमितीय शासन। आऊ लेखेरै ढाल्दिम प्रमितीय शासकहरूको रमितीय शासन। जनजागरण र सचेतनाको निम्ति झिल्का सल्काऊ। आऊ जनविद्रोहको एक झिल्का सल्काऊ।